नमस्कार सबैजनालाई। आज म तीनधारेमा आएको छु अनि आज यहाँ एकदमै यो बेलुकीको समय है। यसरी गाई गोरुहरू फर्किने समय, चराचुरुङ्गीहरू पनि दिनभरि चरेर बोट चरेर अहिले आफ्नो गुडमा फर्किने समय। नेपालीमा भन्नुपर्दा एकदमै ठेट नेपालीमा भन्दा गोधुली साँझमा तपाईहरुको समक्ष मैले यो तीनधारेलाई लिएर आएको छु। अनि तीनधारे भन्नुपर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ एउटा कुरा स्पष्ट गर्न चाहन्छु है। हाम्रो उता मिलन मोड चम्पासरीमा पनि एउटा तीनधुरे भन्ने छ। धेरै कन्फ्युज हुन्छन् तीनधुरे तीनधारे भनेर। त्यो तीनधुरे भनेको चाहिँ के हो भने तीनवटा धुरी हो। त्यो चाहिँ तीनधुरे, तीनवटा धुरी। अनि अर्को चाहिँ रहेको छ, यो चाहिँ रहेको छ तीनधारे। मतलब यसले चाहिँ के बुझाउँछ भने पानीको धारा, तीनवटा पानीको धारा बुझाइन्छ। अनि पानीको धारा अब यो तीनधारे शब्दमा चाहिँ कुनै अरू वर्डहरू लेप्चा या अरू कुनै वर्डहरूको मिश्रण चाहिँ छैन यसमा। यो चाहिँ प्योर नेपाली वर्ड हो। तीनधारे भनेको चाहिँ तीनवटा पानीको धारा मिलेर बनेको। त्यो पानीको धारा चाहिँ अब कहाँ थियो, कसरी थियो त्यसको ज्ञान चाहिँ मलाई छैन। तपाईहरुलाई मैले यो स्पष्ट गर्न चाहे। अनि तीनधारेको विशेषता भन्नुपर्दाखेरि चाहिँ यो एकदमै अब सुन्दर जग्गा छ है। यतापट्टि एकदमै राम्रो एउटा सेटलमेन्ट छ, मान्छेहरू घुम्नु ओर्नु आउँछ यहाँनिर। एउटा राम्रो जग्गा छ। माथिपट्टि वर्कसप छ। यो वर्कसप पनि छ। एउटा ऐतिहासिक वर्कसप हो किनभने जब 1881 मा जब यो उसको लाइन सुरु भयो है, डीएचआर को लाइन सुरु भयो, त्यति बेला चाहिँ यो भएको थियो। अनि यो जुन चाहिँ वर्कसप बनेको थियो, तर यसलाई पछि चाहिँ यसको जुन चाहिँ एकदमै अपरेसनल चाहिँ एकदमै फुल फ्लेज अपरेसनल चाहिँ 1915 मा भएको थियो भन्ने एउटा भनाइ छ है। अनि अर्को यहाँ हिस्टोरिकल प्लेसमा चाहिँ के छ भने एउटा शान्ता भवन भन्ने छ, जसमा कुनै दिन रविन्द्रनाथ टागोर पनि आउनुभएको थियो। गीताञ्जली लेख्दाखेरि उहाँ यहाँ बस्नु भएको थियो। अनि उहाँले यस जग्गाको पनि धेरै मेन्सन गरेको छ भन्ने एउटा कुरा पनि रहेको छ है तीनधारेको बारेमा। अनि तीनधारे एकदमै सुन्दर जग्गा हो। हामीलाई तीनधारेमा बस्छन्, तर अहिले अलिकति तीनधारे पनि के भएको छ भने यसको यो जुन चाहिँ नाम छ, वर्ड प्रोनाउन्सिएसन छ, त्यो धेरै अब विकृति हुँदैछ। तीनधारिया भनेर हैन। अब तीनधारिया मात्रै हैन, यस्तो थुप्रै जग्गाहरू छ हाम्रो पहाडमा। जस्तो धोत्रे कमनलाई धोत्रिया भन्छ, तीनधारिया, त्यहाँबाट अरू अरू थुप्रै छ त्यस्तो वर्डहरू। अब धजिया, बतासिया, अम्बोटिया, अब यस्तो छ हैन। तर यसको खास प्रोनाउन्सिएसन चाहिँ तीनधारे हो। तीनधारे तीनवटा धारा। अनि हेर्नुहोस् जग्गा यति सुन्दर छ, यति रमणीय जग्गा छ। अनि हामीलाई गर्व लाग्छ, हाम्रो भूमि हो यो, हाम्रो पहाडमा है यति सुन्दर जग्गाहरू छ। अनि तपाईहरुलाई मैले आज यो कुराहरू अनि साझा गर्नु मन लाग्यो अनि साझा गरे। अनि तपाईहरुले देख्नु हुँदैछ अनि एकदमै नजारा राम्रो छ हैन। अनि अब बयान गर्नु सकिँदैन है हाम्रो पहाडको, हाम्रो दार्जिलिङको कति सुन्दर छ भन्ने कुरा। तपाईहरुलाई मैले आज जति जानेको थिएँ तीनधारेको बारेमा, त्यही तीनधारेको बारेमा तपाईहरुलाई मैले भने। तपाईहरुले प्रतिक्रिया दिनुहोस्। तीनधारेको अरू पनि कुनै यस्तो हिस्टोरिकल कुराहरू होला, कतिवटा कुराहरू छ होला जुन मेरो उसमा छैन। अनि तीनधारे जहाँ म अहिले उभिएको छु, यहाँनिर पहिला एकपल्ट ठुलो पहिरो पनि गएको थियो। त्यतिखेर आधी पोर्सन यो वर्कसपको आधी पोर्सन लगेको थियो। अनि यो चाहिँ हाम्रो तल मधेसबाट पनि देखिन्थ्यो, तर यो आस्ते आस्ते गर्दै अहिले कभर अप भएको छ। अनि तीनधारेको विशेषता चाहिँ यति नै छ। तपाईहरुले केही अझै थप जानकारी छ भने तपाईहरुले कमेन्ट्स गर्न सक्नुहुन्छ। अनि यस्तै इन्फर्मेसनको लागि चाहिँ मेरो पेज, फेसबुक पेज द फ्याक्टलाई फलो गरिदिनुहोस्। थ्याङ्क यू सो मच।